आज बाङबुङे मिडियामा मैले मच्छीबल एकदम भाइरल दमक गरे तपाईको त कापो धरान हौ बाङबुङ गरेर के कुरा गर्नुहुन्छ बाङबुङे मिडियामा चाहिँ आज मैले तपाईहरुको एकदम भाइरल मच्छीबल धरानको मच्छीबल चाहिँ लिएर उपस्थित भइसकेको छु। आज तपाई कहाँ आउनु भएको रे ठ्याक्कै भन्नुस् त। यो म पथरी आको यो ठाउँ कुन हो म बिर्सिसके फेरि। यसलाई चाहिँ कटुसे भन्छ। ए कटुसे भन्छ। ए अनि कसरी कति कामले चाहिँ आज यहाँ ठ्याक्क आइपुग्नु भयो तपाई? आ तेरी गाईका साथीभाइ आको मास्के भाइलाई भेट्नु अब तपाई पनि त्यो मायाको पोको भन्ने? मायाको पोको भन्ने पेट पनि निस्किसकेको छ मायाको पोको खाँदा मायाको पोको हैन? कत्रो छ भुडी त्यसको? भुडी त 6 महिना भइसकेको छ। अनि अहिले तपाईलाई जो अहिले चाहिँ के त्यो व्यापार चाहिँ स्टप गर्नु भएको कि के हो दोकान चाहिँ? अब गएर चाहिँ व्यापार गर्छु अहिले यहाँ चाहिँ खास हेर्नु आएको तपाईहरुलाई भेट मुलाकात पनि होस् साथीभाइ मेरैनिर तपाई कुदेर कति जानुहुन्छ म पनि कहिले काहीँ आम तपाईनिर यसले गर्दा अब मेरो आइडी पनि पुरानो सबै त्यो स्ट्याग हान्देको त्यसले गर्दा आइडी पनि एउटा नयाँ बनाम अब तपाईहरुले पनि सबै भेटौं भन्ने मन छ अहिले चाहिँ तपाई आउनु भएन यहाँ सबै साथीभाइ इष्टमित्रहरु गाइसहरु सबैजना भेटौं भेटेर पनि एउटा अब रमाइलो हुन्छ गफसफ गरेको गफ गरौं अब भनेर चाहिँ तपाई आज यता आउनु भयो। हजुर अनि तपाईले चाहिँ अहिले यो मच्छीबल भनेपछि त तपाई त जापान जर्मन हंगरी भंगरी धेरै फेमस हुनुहुन्छ नि। पुरै फेमस है। फेमस भएर के गर्नु के चाहिँ माल चाहिँ झर्नु पर्यो न माल त एक चौवन्नी झरेको छैन। अनि माल त तपाईको फेसबुकमा झर्नु पर्ने हैन त माल? फेसबुक चाहिँ के भएको रे? त्यो सबै त्यो मेटाले इस्यु देखाइदियो। मेटाले इस्यु दियो मोनेटाइज दिएन। मोनेटाइज त दिएको त्यो त्यहाँ दोबारा जे खै के भयो इस्यु देखाएर त्यो सबै हाई ब्लक भयो। अब अहिले नयाँ आइडी खोल्नु भएको छ अरे हैन? हजुर। त्यहाँ फेरि पनि तपाईहरुलाई स्वागत छ। उहाँको चाहिँ अहिले दीपक सानी भनेर चाहिँ नयाँ आइडी खोल्नु भएको छ। फलो गरिदिनु होला र उहाँले पहिलाको जसरी मनोरञ्जन गर्नु भएको थियो त्यसरी नै मनोरञ्जन दिने होला नि त। त्योभन्दा झन् राम्रो खतरा दिने होला हैन? मनोरञ्जन त अब सबै हामी 3-4 जना मिलेर त अब के गरौँला जनतालाई हँसाउने